नमस्कार साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल गोल्डन महेशमा। आज युनिटी लाइफका मेम्बर साथीहरूको लागि खुसीको खबर लिएर आएको छु। यो खुसीको खबर सुन्नुभन्दा अगाडि मेरो युट्युब च्यानल गोल्डन महेशलाई लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्ला ताकि 3,68,710 जनाको साथमा यो खबर पुगोस्। युनिटी लाइफ इन्टरनेसनलका सर्वोच्च अदालतबाट अन्तिम फैसला आएको छ। त्यो फैसला यहाँहरूलाई जस्ताको त्यस्तै म सुनाउन गइरहेको छु। युनिटी लाइफ इन्टरनेसनलमा सर्वोच्च अदालतको अन्तिम फैसला। पृष्ठभूमि: युनिटी लाइफ इन्टरनेसनलले 15 वर्ष अघि पिरामिड शैलीको नेटवर्क मार्केटिङ प्रणाली मार्फत 3 अर्ब 79 करोड रुपैयाँ 3,68,710 व्यक्तिबाट ठगी गरेको थियो। कम्पनीले बिमा र स्वास्थ्य योजनाको नाममा अवैध रूपमा रकम सङ्कलन गरेको थियो। सर्वोच्च अदालतको निर्णय 2082 वैशाख यानी कि अप्रिल 17 तारिक सर्वोच्च अदालतको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिल प्रसाद श्रेष्ठको इजलासले 2074 सालमा पाटन उच्च अदालतले दिएको सफाईको फैसला उल्टाउँदै युएलआईका अध्यक्ष काशीराम गुरुङ सहित 7 जना सञ्चालकलाई दोषी ठहर गरेको छ। सजाय विवरण: काशीराम गुरुङ, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर छेत्री, महेन्द्र केसी, विष्णुबहादुर छेत्री प्रत्येकलाई 2 वर्ष 6 महिना कैद सजाय र 25,000 रुपियाँ जरिवाना गरेको छ भने विष्णुबहादुर छेत्रीको मृत्यु भइसकेको अवस्था छ। शिशिर योगी महाप्रबन्धक र विश्वनाथ गौतम निर्देशक प्रत्येकलाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना गरेको छ। यसमा सर्वोच्च अदालतले नुकसान पूर्ति गर्ने प्रक्रिया पनि आदेश गरेको छ। त्यसमा भनिएको छ, पीडितहरूलाई रकम फिर्ता गर्न युनिटी लाइफका सम्पत्ति लिलामी गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पीडितहरूलाई दाबी गर्न सार्वजनिक सूचना प्रकाशित गरिने छ। सर्वोच्च अदालतले फैसला गर्दाखेरि कम्पनीको अवैध गतिविधिहरूलाई आधार मानेको छ। त्यो अवैध गतिविधिहरू युनिटी लाइफले बिमा, बैंकिङ, सहकारी, विदेशी मुद्रा, राजस्व चौहाट र उपभोक्ता अधिकार संरक्षण सम्बन्धी विभिन्न कानुनहरू उल्लङ्घन गरेको थियो। कम्पनीले बिमा बोर्डको अनुमति बिना बिमा योजनाहरू सञ्चालन गरेको थियो। सरकारी कारबाही: 2010 मा सरकारले युनिटी लाइफको दर्ता खारिज गर्दै नेटवर्क मार्केटिङ व्यवसायमा पूर्ण प्रतिबन्ध लगाएको थियो। यस सम्बन्धी थप विवरण र अदालतको पूर्ण पाठ हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल गोल्डन महेशलाई सब्सक्राइब गर्न नभुल्नुहोला र सेयर गर्न नभुल्नुहोला ताकि 3,68,710 मेम्बर कहाँ यो खबर पुगोस्। र युनिटी लाइफका मेम्बर साथीहरूलाई म अन्तिममा के अनुरोध गर्न चाहन्छु भने तपाईँले पाएको जति कागजातहरू छ जहाँ छ खोजेर राख्नुहोला, सुरक्षित गरेर राख्नुहोला। जब सूचना प्रकाशित गरिनेछ तब हामीले दाबी विरोध गर्नुपर्ने हुन्छ। दाबी विरोध गरिएन भने हाम्रो रकम फिर्ता पाउन सक्दैनौँ। त्यसले गर्दाखेरि अब हामी रकम फिर्ता गर्ने सुनिश्चित रूपमा लगभग गइसकेका छौँ। हस्, धन्यवाद यहाँहरूले मेरो युट्युब च्यानल हेरिदिनु भएकोमा। र अन्तिममा फेरि भन्न चाहन्छु, लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। नमस्ते।